भिडियो आइसकेको छ रेकर्ड हुन थाल्छ रेकर्ड सुरु भयो त्यसमा हरियो पनि बोलिरह 17 सेकेन्ड भयो रेकर्ड सुरु भएको सो फाइनली हामी हन्टिङको लागि आज सेकेन्ड हन्टिङ हामी निस्किरहेको छौँ कतिले बाहिर सो फाइनली आज हामी सेकेन्ड हन्टिङको लागि निक्लिसकेका छौँ यो गोप्रोबाट खिचिएको भिडियो हो यो तपाईँहरूलाई म यो कुरा जानकारी गराउन चाहन्छु त्यो अनुहारै नआउला कालो छ आउँछ यहाँ रोशन दादा भइसक्छ यहाँ म छु मेरो नाम रोशन पाण्डे उहाँको नाम रोशन राय समग्र परिचय हाम्रो यसरी सुरु भयो आजको भ्लग अनि यो गोप्रो नयाँ हो होइन नयाँ त होइन तै पनि यसो हन्टिङमा फेला पारेको हो नयाँ सम्झियो हाम्रो लागि नयाँ हो अनि त्यो भइसकेपछि यसमा अब रेकर्ड भएको न थाहा छैन यो मुजी फेरि हेर्दै नमिल्दो छैन रफ निक्ले छ यो मुजी त फेरि हाम्रो नर्मल उडो नि त नेपाली उडो हो मुजी भन्ने चाहिँ हो नि होइन एकदमै शुद्ध प्योर नेपाली उडो हो यो हामी एयरपोर्टबाट हाम्रो हन्टिङ सुरु भइरहेको छ हामी जाँदैछौँ एयरपोर्ट बिस्तारो अनि यो भिडियो कहीँ हेर्न मिल्दैन त रेकर्ड भएको भयो भिडियो हेर्न मिल्दैन के छ दादा यो हाम्रो गोप्रोको फर्स्ट ब्लग होइन जय पशुपतिनाथ पशुपतिनाथले हाम्रो र यो भ्युअर्सको तपाईँको र हाम्रो रक्षा गरौँ यो काठमाडौँको यो धुलो हटाउन बालेनलाई एउटा रिक्वेस्ट गर्नु पर्ने होला जस्तै झऱ्यो भने के हुन्छ फुट्दैन नि होइन अब रेकर्डै कस्तो भयो भन्ने कुरो हेर्न नमिल्दछ क्या गोप्रोको प्रब्लम चाहिँ तैपनि हेरौँ कस्तो हुन्छ रेकर्ड राम्रै होला म खत्रै क्यामराम्यान हुन त पुलिसको गाडी रोकिरहेको छ किन रोकेको हन्टिङमा गयो क्या पुलिस अनि यसलाई अफ गर्न के गर्नु पर्यो अब एकछिन पज गर्नलाई अनि यो बेटी सकिन्छ नि त आधी घन्टा ननिस्टप नगरौँ न एकछिन रोक्नु यसलाई ब्रेक गरौँ अब कहाँ खिच्ने हो डिलेट त हुँदैन नि हो रेकर्ड भइरहने हुन्छ त यहाँ सेकेन्ड चलिरहेको चलिरहेको 21 सेकेन्ड भयो पशुपति दर्शन गरेर अनि खोलाबाट लाग्यो होइन त अब यो कहाँ अलिक पुरानो मानिसहरूको त खोला पनि निस्किन्छ होइन त आज मामासँग भेट भएको थिएन मामासँग आज हामी हन्टिङमा निस्केका छौँ हन्टिङ चाहिँ के को हुन्छ थाहा छैन तर हन्टिङ चाहिँ हामी गर्छौँ हुन लाग्यो के भन्न चाहनुहुन्छ अब यो नयाँ गोप्रोलाई हजुर तपाईँलाई गोप्रो कस्तो लाग्यो राम्रो छ
त भोलि फर्किने तपाईँ ए कहिले आउनुहुन्छ मामा कहिले बोला हामी त कहिले बोलाएको छ अब 15 दिनपछि मलेसियामा त हन्टिङ साह्रै पाइन्छ अरे नि त मामा होइन मलेसियामा गएर हन्टिङ मामाको मलेसियामा गएर हन्टिङ गऱ्यो होला जस्तो हजुर के हजुर हन्टिङ भनेको हन्टिङ हुन्छ दादा आजको हन्टिङ कस्तो भइरहेको भन्नु त गर्मी लागेर होला छोटो छोटो लुगा लान्छ मान्छेहरू है काठमाडौँवासीहरू ए गोप्रो यस्तो हुँदो रहेछ है पहिला के भुजा जिउनार गर्ने व्यवस्था गरौँ है भुजा जिउनार गर्ने व्यवस्था गरौँ भुजा जिउनार भनेको भात खानुलाई भुजा जिउनार भन्छ क्या यो चाहिँ पहिला राजा महाराजाहरूले बोल्ने शब्द यो चाहिँ भुजा जिउनार भन्छ अरे क्या महाराजले भुजा जिउनार गरिबक्स्यो भनेर सोध्नु क्या थिएन जनताले चाहिँ भात खान्छन् है राजाहरूले चाहिँ भुजा जिउनार गर्छन् यो पुरानो मान्छे चोखाइन दादा यत्रो फुची पनि भएन छ यार मेरो छैन कि यार अस्ति यो वाइफरले धोका दिएर फेरि दादा यार अस्ति हन्टिङमा जाँदाखेरि क्या वाइफरले धोका दिएर तनाव दादा हामी खाना खाना कहाँ जान्छौँ खाना खाना कहाँ जान्छौँ शिखर फुडल्यान्ड कहाँ हो दादा यो अनामनगर दादा यो गोप्रोमा होइन दादा यो लाइट नबल्ने खालको हुनु पर्थ्यो नि कसैलाई थाहा हुँदैन थियो रेकर्ड गरेर भनेर होइन के हो होइन होइन अबको गोप्रो चाहिँ त्यस्तो खाले निकाल्नु पऱ्यो क्या गोप्रो निकाल्दाखेरि मतलब कम्पनीले यस्तो निकाल्नु पऱ्यो क्या यसो आफूले मात्रै हेर्न मिल्ने क्या तपाईँलाई अहिले सुटुक्क होइन यसो क्यामेरा सेभ गरेर जान पाइन्छ नि त कहीँ जाँदाखेरि होइन हाम्रो अनुहारले देखाइरह होला र दादा हाम्रो अनुहार देखिन्छ होला मलाई त्यस्तो लाग्छ
अँध्यारो छैन मेरो दिदी आउँदैन लाग्छ दादा दिदी आउँछ मामा पनि देखाउँछ मामा पनि देखाउँछ मेरो दिन देखाउँछ जस्तो लाग्छ त्यो बोली सुन्छ नि यति खुसी मलाई लाग्छ मैले रातको एउटा बटन दिएँ भने चाहिँ अहिले हामी बानेश्वर आइपुग्यौँ संसद भवन 20 सेकेन्डमा आएको अगाडि लाइटमा ट्राफिक लाइट सुसम्ना के लो नेपालको दादा नेपालको जिल्लाबाट पुगेर अब जोरबन्द हाल्नु नेपाली शब्द के हो सिकाएर होला होइन मलाई यो भ्लग बनाउँदाखेरि म कुरा गर्न मन थियो होइन दादा हिजोको दारूले मुजी म बोल्न नसक्नु भएको यसलाई तिमी जान्छ है दादा दादा यो वाटर प्रुफ हो पानीमा डुबायो भने अहिले चाहिँ छैन जय श्री राम जय हनुमान ज्ञान जर्मन जाने एउटा गाडी किनिहाल्छु दादा अनि भ्लग बनाइसक्नु यहाँ हो दादा ए सिगर फुडल्यान्ड ए ओके 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 सो आज सिगर फुडल्यान्डको खाना टेस्टिङ हुँदैछ यहाँ सो गाडी यहाँ पार्किङ भयो हाम्रो दादा यसले रेकर्ड त गरिरहेको छ नि दादा फोटोको अलग चाहिँ हाल्नु भन्नुभयो यस्तो खतम भएको भरेमा सपोर्ट गरेको राति भयो भने त्यो सदस्यहरू चाहिँ बेला राख्थ्यो अनि त्यसका त्यसको सबै
रातो रामाको बुट्टामा हुँदैन नयाँ जाने मान्छे कस्तो खाले मान्छे यस्तो सोझो छ यस्तो सोझो छ नि उसलाई बिजनेस गर्नलाई पैसा दिएको पैसा उसले के गरे भने उसले चाहिँ के गर्छ भने जस्तै अब तिमी चिनी किन्न आयो होइन 1 किलो चिनीमा 1 किलो मिलाएर दिनुपर्छ नि नघट्यो भने उसले के गर्छ केही मुखी थपेर पनि दिन्छ अब के गर्नु सामान लिनु जाँदैन सामान लिँदा मिस्त्रीले पक्रियो भने सामान छोडेर दिन्छ कि झमेलामा बस्नै नसक्ने मान्छे हेलो सरहरू कता हुनुहुन्छ यसो यता आउनु त पानी भयो पानी भयो Long vẫn mẹ chứ là Halo Sor, terus ke halo. Dan itu bisa kami juga. Anak-anak aku pun tanya. Bakal dulu, bakal komputer itu. Itu ada itu. Salah dan ini. Ini salah. Ini salah ini masalah dia. Di Islam itu kayak begini orang China. Bisa kayak Mana? राम्रो पनि जाँदा काट्नु साथी रोजेको राम्रो मान्छे जीवनमा होइन साथै हो क्या भात चाहिँ एकदम अरू चिज खाइदिनु अलिक छिटो गरौँ है सर ढाबा हो भोक लाग्छ दादा यहाँ भोक लागेर सबलाई लागेको त्यो कराएर आउँछ मैले काँचो लिएर आइन्छ दिन्छ होला काँचो होला कुनै नाम हो बिस्तारै लिएर हतार गरेर आउँछ ठाउँ गरेर मामाको भोगानलाई मतलब हिंदी में मछली हो रहा है एउटा म्युजिक भिडियो बनाउनु पर्यो भोजपुरी बनाउनु पर्यो अब एउटा भोजपुरी फिल्ममा हामी चाहिँ अभिनय गर्दै भन्दा भयो भने भोजपुरी अलिकति गाउँछु भयो गाउँछु भयो क्या
यसलाई रिभर्स गर्नु ब्याक